पापा है मलाई भाइ चाहियो। ए नानुलाई भाइ चाहियो। अनि कहिलेसम्ममा चाहियो त? मलाई भोलि नै चाहियो। ओइ बुढी, छोरीले त भाइ भोलि नै चाहियो भन्छ त, के छ विचार? मेरो विचार त अब झोला बोकेर हिँड्ने हो। अब हेर छोरी, भाइको म व्यवस्था गर्दै गर्छु। ता चाहिँ अहिलेलाई बैगन यो 10 रुपियाँको मिठाई खाँदै गर हस्। भोलि चाहिन्छ नि फेरि। ल ल ल मम्मीलाई भन्या छु के। मम्मीले एउटा भाइ पाउने। ल अनि मैले पाउनु त? मम्मीले त मलाई पाउनु भयो के रे। भाइ त तपाईले होला नि। ल ल ल छोरी ल, भाइ मैले नै पाउला। अहिलेलाई मिठाई किन्न जाऊ। जाऊ। बाबालाई त्यही भन्नु है मम्मी। अब हेर बुढी, छोरीले पनि भाइको उठुमै रहर गरेछ। पाइदिउँ। छोरीले के भने बुझेन? मैले त छोरी पाइसके, अब छोरा पाउने पालो तिम्रो। अब मैले छोरा कहाँबाट निकाल्नु हो? गाह्रो छ हौ मलाई। पापा है मलाई भाइ चाहियो। ए नानुलाई भाइ चाहियो। अनि कहिलेसम्ममा चाहियो त? मलाई भोलि नै चाहियो। ओइ बुढी, छोरीले त भाइ भोलि नै चाहियो भन्छ त, के छ विचार? मेरो विचार त अब झोला बोकेर हिँड्ने हो। अब हेर छोरी, भाइको म व्यवस्था गर्दै गर्छु। ता चाहिँ अहिलेलाई बैगन यो 10 रुपियाँको मिठाई खाँदै गर हस्। भोलि चाहिन्छ नि फेरि। ल ल ल मम्मीलाई भन्या छु के। मम्मीले एउटा भाइ पाउने। ल अनि मैले पाउनु त? मम्मीले त मलाई पाउनु भयो के रे। भाइ त तपाईले होला नि। ल ल ल छोरी ल, भाइ मैले नै पाउला।